साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल। मर्निङ यहाँलाई स्वागत छ मेरो नयाँ दिनको नयाँ ब्लगमा। आज चाहिँ हाम्रो फुलपाती होइन, अनि हामी आज फुलपातीमा पुरा मासु लिन जाँदैछौँ साथीहरू। यता कता काटेको छ अरे मासु चाहिँ होइन। फुलपातीमा मासु त लानु पर्यो, फुलपाती भित्राउनु पर्यो, अनि हामी जाँदैछौँ साथीहरू। अब मासुको यस्तो छ भाइ, मासु काट्ने ठाउँ हेर्नु अब यहाँ कस्तो भयो। मेरो त नयाँ दसैँ हो, यहाँ त उहाँ पाहाडमा हुँदा त जान्थेँ म आफै मासु लिनु। यहाँ रहेछ मासु, यस्तो ठाउँमा काट्दो रहेछ साथीहरू। यहाँ आइसक्यौँ। ल है साथीहरू, हामी चाहिँ मासु खाएर पनि गएको ल। अब पार्टी भित्राउनुलाई गएको ल। बिहानै उठेर मासु लिनु हो हामी त। त्यो नेवारहरूको त खतरा हुन्न न साथीहरू। अझै ठाउँमा आज चाहिँ अझै मासु लिएर आज त मासु जाँदाखेरि फेरि यो मासु मात्रै लगेर मात्रै भयो त, बनाउनु पर्छ साथीहरू। अब गएर त्यसो अब गएर बनाइन्छ पुरा लिएर। दुईजना भयो भने त फेरि संसार बिग्रिन्छ अन्त साथीहरू। त्यही भएर अब दुईजना कामहरू साथीहरू। चहल पहल, फुलपातीको चहल पहल यहाँ पनि छ। यहाँ त भएकै छैन क्या हो, भएकै छैन क्या हो यहाँ त। सोध्नु न को हुनुहुन्छ देख्ने, हाम्रो लागि पनि छ अरे भाग हो। को हुनुहुन्छ? अझ सहीको भाग छ। कति धेरै एकछिनबाट हो। हुन्छ हस्। हजुर यहाँ मासु लिएर आएको बुलु। बोलाउनु भाउजू अरे, म त यस्तो हेरेको झन् नचिनेको। मैले पनि त हेरेकै थिइनँ। साथीहरू हामी मासु लिएर घर पनि आइसक्नु लागि। हाम्रो घर चाहिँ उही छ यस्तो त। आनन्द छ हौ, अहिले त घाम पनि लाग्दैन। उही हो ल, हाम्रो घर चाहिँ यही हो हाम्रो घर चाहिँ यही हो। हामीले मासु पनि लिएर आइसक्यौँ। हाम्रो चाहिँ पसल पनि छ है साथीहरू, किराना पसल लाउनु होला। यहाँ चाहिँ मेरो म्याडम, मेरी जीवन की के भन्छ त्यसलाई, अर्धाङ्गिनी हो। यहाँ आज हाम्रो सुकुटी सुकाउने कार्यक्रम रहेको छ फुलपातीको। यसरी त जाने हो नि फुलपाती भित्राउने। अब आज हाम्रो सुकुटी टक्कसँगले हामीले यहाँ टक्क सुकाउने तर्खरमा छौँ। यहाँ म्याडमले चाहिँ पुरा मजाले खतरा सुकाइदिन्छन्, खतरा। यो सबै उसैले काटेको हो। अर्को मासुहरू चाहिँ मैले काटेको, सुकुटी चाहिँ सबै उसैले काटेको हो। अनि सुकुटी बनाइदिन्छ फेरि बढी भ्यू चाहिँ यस्तो छ गाई चाहिँ। दसैँको रौनक हाम्रो बेलटार गोरेटो लाइन सरर धानबारी धानबारी। यो हाम्रो भ्यू। त्यो माथि देखेको चाहिँ हिमाल होइन ल, बादल हो। ट्याक्कसँगले यसो छ। यो डाँडामा चाहिँ हाम्रो चौधन्डी गढी दरबार छ, सबै प्रख्यात हो यो डाँडामा। चौधन्डी गढी हाम्रो चौधन्दी गढी नगरपालिकाको या यस्तो छ। यहाँनिर हाम्रो पोल्ने स्टाइल चाहिँ हामी चाहिँ यसरी सर लोकल स्टाइलमा हामी चाहिँ सुकाउने गर्दछौँ। तपाईँहरू चाहिँ कसरी सुकाउनुहुन्छ प्लिज कमेन्ट डाउन बिलो। धेरै छैन गर्मी, अलिअलि यसो अलिअलि पसिना देख्दै हुनुहुन्छ होला साथीहरू। छैन होला अलिकति, मलाई हेर्न सक्नुहुन्छ। म पनि यहाँ छु। सबै त्यो लुगा चाहिँ सबै फोहोर छ है गाई। मासु काट्दा अब नुहाएको छैन, नुहाउनु पर्ने छ। अब टक्क फ्रेस हुनुपर्ने छ। मेन कुरा भनेको यहाँ तल खुट्टा पनि आज त यो खुट्टा यस्तो दुखिरहेछ नि, अनि यसलाई चेकअप गराउनु जानुपर्ने छ।
यो चाहिँ मेरो छाया अरे क्या अलिकति सानै छु मान्छे होइन यी ठुली छिन् म सानो छु हाई गर्मी भइरहेछ हामीले टक्क झिक्राहरू लिएर टक्क यसरी हाम्रो चाहिँ यो स्टाइलमा सुकुटी सुकाइन्छ टक्क यो चाहिँ ठिक छ नि त अनि यो चाहिँ हाम्रो यहाँनिर सानो सब्जीहरू खानका लागि बोडीहरू सिमीहरू रोपेको छ यहाँ हामी भिडियो मात्रै बनाउँदैन यस्तो काम पनि गर्छ ल हेर्दा चाहिँ तपाईँहरू कति टिकटक भिडियो कति आनन्द भन्नुहुन्छ होला मलाई यहाँ मेरो हालत हेर्नु त्यो एकछिन हाँसेको देखेर एकछिन त्यो भिडियो बनाएको देखेर चाहिँ होइन मलाई कम्पेयर नगर्नु होला म यस्तो काम पनि गर्छु नि फेरि म भन्दिनँ म सबै काम गर्छु गर्दिनँ म साँच्चै भनेको कसम भनेको कि मेरो बुढीले नजानेको काम चाहिँ केही छैन रहेछ भन्दैछु क्या अघि पनि म त्यही भन्दै थिएँ सबै गर्छु क्या हेर्दा चाहिँ तपाईँहरूलाई त्यही साथ पाएर मैले पनि निकै सिकिसकेको छु अहिले त म पनि गरिदिन्छु ए मलाई त कराउँदै गराउनु लाउँछिन् उनले अनि म पनि गरिदिन्छु अहिले त सिकिसकेँ गर्नुपर्ने रहेछ अहिले चाहिँ अब मासु अझै छ क्या पकाउनु पर्ने मेरो बजार जानुपर्ने काम पनि छ साथीहरू के गर्नु हतार छ अब चाहिँ यसलाई चाहिँ यति नै साथीहरू फेरि अहिले गर्छु नि तपाईँहरूलाई देखाउँछु ए अनि साँच्चै आज हामी डेली भ्लग आउँछ ल मेरोमा डेली भ्लग पनि आउँदैछ यो अर्को न्युज भयो अनि अर्को भनेको चाहिँ आज हाम्रो यहाँ पर यहाँ हाम्रो मेनिका दिदीहरूकोमा यहाँनिर चाहिँ यो घरदेखि पल्लो घर यो ठुलो घरदेखि पल्लो घरमा चाहिँ आज पञ्चौलीको निम्तो पनि छ हामी त्यहाँ पनि जान्छौँ त्यहाँ पनि भएसम्म हामीले थोरै थोरै क्याप्चर गर्ने कोसिस गर्छौँ होइन पञ्चौलीमा यो चाहिँ हाम्रो बेल्टारको रानी भन्छ हाम्रो यो घोटो लाइनलाई चाहिँ एकदम बेलुका बेलुका चाहिँ यहाँनिर हावा खाने आउने मान्छेको घुइँचो हुन्छ भान्जी यो घोटो लाइनलाई चाहिँ अब हाम्रो बेल्टारको रानी भन्छ र बेल्टारको रानी भने जस्तै यहाँनिर हाम्रो मेरो चाहिँ रानी यहाँ छिन् लजाएर भुतुक्कै हुन्छन् म बोल्नु थालेपछि लजाएपछि उता फर्किहाल्छ नि तपाईँले होइन अनि यस्तो छ यहाँ हाम्रो चाहिँ टक्क आगो पनि बलिसक्यो देख्नु हुँदैछ होला होइन घाम त्यस्तै हो गाइज घाम चाहिँ पुरा यस्तो लागिरहेछ है यहाँनिर देख्नु भएको भएन घाम है त्यो तलको यो चोकलाई चाहिँ हाम्रो बिबी चोक भन्छ हाम्रो बिबी चोकदेखि थोरै 3-4 घर मासतिर 3-4 घर अब भन्दा त 3-4 घर हो तर निकै 100-200 मिटर मासतिर लगभग 150 मिटर मासतिरको चोकबाट आउँदाखेरि राइट साइडमा छ सर देख्नु भएन भने यो घरको ठिक अगाडिको घर हाम्रो मेरो घर रहेको छ मेरो उनी चाहिँ मलाई भिडियो बनाउनु लगाएर यहाँ आज यस्तो गर्दैछिन् ट्याक छ अनि तिली के 3-4वटा सूर्यदेव टन्किराख्नु भएको त यो चाहिँ हाम्रो अकबरेको खोर्सानीको बोट हो थुप्रो खायो थुप्रो खायो अनि यहाँ चाहिँ अब यो के हो यो बोडी हो कि सिमी हो सिबी हो सिबी चरेर लगाएको छ यहाँनिर सबै उम्रिसकेको छ यहाँ बिच बिचमा सागहरू पनि देख्न सक्नुहुन्छ अनि यहाँ हाम्रो यो पनि हाम्रो अकबरेको बोट हो लास्टै पिरो हुन्छ यो चाहिँ अलिक बोट मरिसक्यो तर पनि फल्नु चाहिँ फल्छ यसलाई त्यत्तिकै राखिरहेको छ होइन गाइज ब्याकग्राउन्ड हाम्रो एकचोटि सर अब भ्यू इन्जोय गर्नु होला है त गाइज हामी चाहिँ जाँदैछौँ पञ्चौली हाम्रो घरको चाहिँ यहाँ थाहा छैन पञ्चौली भनेको अब केही विस गर्दाखेरि होइन यस्तो गर्छ है भाकल जस्तै अनि गर्छ होइन 5वटा 7वटाले पूजा गर्छ क्या के 7वटा केही न केही काट्नु पर्यो परेवा अनि कुखुरा होइन अनि त्यो के अरे हाँसहरू हौ त्यस्तोहरू क्या यता चाहिँ हुनुहुन्छ अजीहरू यहाँ अजी हुनुहुन्छ हाम्रो मेरो भ्लगमा स्वागत छ अजीलाई अझै मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु है सबको माग्दै क्या अझै हामी जाँदैछौँ मौसम त पुरै नआए कस्तो राम्रो देखेको क्या हेर्नु न हामी यहाँ जाँदैछौँ यहीँ नजिकै हो
अब यहाँ भर्खर सुरु हुँदै रहेछ यहाँ चाहिँ खाने ठाउँ भएको छ अन्त अलिक छिटै भयो जस्तो लाग्यो मम्मीले जाऊ 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 पक्रेको भनेको बिहानदेखि हामी चाहिँ अनि यसो घरमा काम सकेर आउँदैछौँ यहाँ चाहिँ हुनुहुन्छ रोहित सर बोल्नै हुन्न त म यही छु ल अहिले हामी उहाँ पुगेपछि कि तर मलाई मात्रै उडाएन क्या अब अट्नु भएन नि त अब होइन हामी गएर अब के कस्तो हुन्छ देखाउँछौँ यहाँ मेरो कपालको हालत त्यस्तो छ तर हामी छिटै आएछौँ जस्तो लाग्यो यही हो घर चाहिँ दसैँको ह्याप्पी बर्थडे टु यु साथीहरू दसैँको ह्याप्पी बर्थडे टु यु साथीहरू मेरो बिहे भइदिँदैछ यहाँ त्यस्तो छ माहौल अगाइसक्यो है यहाँ हेर्नु भाग चाहिँ कति छ बाफ रे बाफ मेरोमा त रसै अचारको थुप्रो हेर्नु न त्यहाँ खोर्सानी हेर्नु न भोजपुरको डल्ले खोर्सानी जस्तै छ यो चाहिँ हाम्रो चाहिँ अब फुलपातीको बिहानै काटेको यस्तै दोकानमा हाम्रो चाहिँ मासु सक्नु खतरा आयो गाइस पक्कु लाउनको लागि छन पनि यो सबै अब पक्कु ल्याएर राख्ने हो सो गाइस हाम्रो चाहिँ यहाँ मासु पाक्दैछ सरले चलाउँदै हुनुहुन्छ पालो पालो चाहिँ यहाँ मासु पकाउने पक्कु लाउनु लाग्यो क्या यो चाहिँ अब टक्क मस्त मिडियम हिटमा पकाएर टक्क सेलाएपछि बट्टामा लगाएर राख्ने हो क्या बिस्तारै गर्नु पकाउँदै हुनुहुन्छ तपाईँको भन्नु केही छ कि दसैँ आएको है बल्ल आजदेखि चाहिँ दसैँ लागिरहेछ तेल निक्लिरहेछ बोसो घटेर 10 केजी घटिसक्यो 10 केजी छैन 1 केजी नि सरी हाम्रो मासु चाहिँ यस्तो भएको छ यस्तो वाउ छ नि वाउ कति बज्यो होला अहिले गेस गर्नु त साथीहरू 7:30 भइसकेको छ यस्तो छ यहाँबाट त्यस्तो देखिन्छ है राति चाहिँ हाम्रो यस्तो देखिन्छ यस्तो छ यता चाहिँ पाक्दैछ हाम्रो मासु यहाँ चाहिँ अजीले मलाई केरा दिनुभएको थियो म केरा खाँदै मासु पकाउँदै बस्दै हावा खाँदै त्यस्तै त हो साथीहरू अनि म चाहिँ यहीँ छु कहीँ गएको छुइनँ भिडियो गर्दैछु ल साथीहरू आज चाहिँ हाम्रो फुलबारी होइन अब हामी दुईजना चाहिँ होइन मासु पकाएर बेलुका त मैले कति बज्नु लाग्छ 10:30 भइसक्यो भने हामी चाहिँ परेको पिठमा मिठो हुन्छ नि त यो अनि चिउरा लगाएर खाना हानेको अब खानै मन लागेन है मन पनि लागेन यो सिलायो पनि अब चिसो मात्रै खानु सिरियस गर्नु तपाईँ किताबले राख्नु न सक्नु तपाईँलाई उतार्नु बस्नु अप्ठ्यारो हुन्छ है मलाई यति खानु साथीहरू ल आजको भिडियो चाहिँ यति नै भन्दै हामी चाहिँ बिदा हुन चाहन्छौँ तर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त बाई बाई